नमस्कार, म खेम कार्की। आज हामी दक्षिण कोरियामा रहेका नेपालीहरूको केही समस्याका बारेमा कुराकानी गर्न लागिरहेका छौँ। हामीसँग एकजना व्यक्तित्व हुनुहुन्छ, उहाँलाई स्वागत गर्छौँ। नमस्कार, तपाईँलाई स्वागत छ। नमस्कार। तपाईँको परिचय दिनुहोस् न। मेरो नाम विकास सुवेदी हो। म गत 15 वर्षदेखि दक्षिण कोरियामा बसिरहेको छु। विभिन्न किसिमका नेपालीहरूको समस्याको बिचमा रहिरहेर केही अनुभवहरू सँगालिरहेको छु। हेगेराज सुवेदी, उहाँले आफ्नो परिचय आफैले दिइसक्नु भएको छ। विगत 15 वर्षदेखि यहाँ तपाईँ बस्नुभएको छ। अहिलेको नेपालीहरू कामदारहरूको अवस्था कस्तो पाउनु भएको छ? विगतको भन्दा त धेरै नै राम्रो भएको छ। कानुनी रूपमा धेरै नै त्यो सुधार भइरहेको छ। कोरिया आउने लागत पनि धेरै नै कम भइरहेको छ। कोरियाको काम गर्ने वातावरण पनि राम्रो छ। तर हामीहरूले त्यो कानुनी कुराहरूलाई राम्रोसँग प्रष्ट नबुझेको कारणले गर्दाखेरि त्यसलाई उपयोग गर्न सकिरहेका छैनौँ र बिचमा अप्रिय घटनाहरू घटिरहेको हामीले महसुस गरिरहेका छौँ। जस्तो नेपालबाट अहिले पनि इपिएस मार्फतबाट कामदारहरू आइरहेका छन् अनेक प्रक्रियामा। उनीहरूलाई यो कोरिया छिर्ने बित्तिकै कस्ता खालका समस्याहरू आइपर्छन्? सबभन्दा पहिला त कोरिया आउने बित्तिकै जुन लक्ष्य राखेर जुन किसिमको काम गरौँला भनेर आइएको हुन्छ त्यो किसिमको वातावरण पाइँदैन। कोरियामा हामीले सोचेको भन्दा बिल्कुलै फरक वातावरण, फरक तरिकाले काम लगाइरहेको छ। त्यस कारणले कम्पनीमा काम गर्न नसकेर कम्पनी परिवर्तन गर्ने चाहना धेरैको हुन्छ र कम्पनी परिवर्तन गर्न त्यति सजिलो छैन। अहिले नयाँ आइपिएसको नियमअनुसार एकैचोटि 3 वर्षसम्मको कन्ट्याक्ट गरिन्छ र बिचमा छोड्नको लागि अनिवार्य रूपमा साउको अनुमति चाहिन्छ। यी समस्याहरूले विशेष गरेर अर्को कुरो भनेको भाषाको अभावले गर्दा काम गर्ने तरिका नभएको हुनाले एक्सिडेन्ट हुने धेरै खतराहरू हामीले देखिरहेका छौँ। जस्तो 3 वर्षसम्मको अहिले जुन कन्ट्र्याक्ट एकैचोटि भएको छ, पहिला 1 वर्षको मात्र हुन्थ्यो। यसले गर्दा बिचमा परिवर्तन गर्नेहरूको सङ्ख्या र उनीहरूलाई कम्पनी मालिकहरूले दिने सुविधाहरूमा कस्तो किसिमको अहिले फरकहरू पाइएको छ? यो भर्खर मात्रै लागू भइरहेको हुनाले अब आउने नेपालीभित्र अब आउने विदेशी कामदारहरूले यो समस्याहरू पक्कै पनि झेल्नेछन्। 8 वर्ष अगाडि यो खालको समस्याहरू हामीले महसुस गरेका थियौँ। त्यतिखेर परिवर्तन गर्न नपाएर बाध्य भएर कम्पनी छोडेर गएर इलिगल रूपमा बस्ने समस्या हामीले देखेका थियौँ र अहिले पनि त्यही समस्या दोहोरिएला कि भन्ने अनुमान लगाउन थालिएको छ। जस्तो नेपालबाट नेपाली कामदारहरू भित्रिँदाखेरि जुन पहिला बसेर गएको कामदारहरू कति समय बसे, त्यसपछिबाट अवैधानिक बसेकोमा यहाँ आउनको लागि समस्या हुने, कसैलाई यहीँबाट फर्काइदिने, कसैको नाम नमिल्यो भन्ने जुन कुराहरू आइरहेको छन्, यसको वास्तविकता के हो? कोरियन अध्यागमनले बिचमा अवैधानिक रूपमा बसेका कामदारहरूलाई निश्चित क्याटेगोरी तोकेर फर्केर जानको लागि आह्वान गरिरहेको छ। त्यसमा कहिले एक वर्षभन्दा बढी अवैधानिक बसेकोहरूलाई 2 वर्ष, 1 वर्षभन्दा कम अवैधानिक बसेकोहरूलाई 1 वर्षभित्रमा त्यही नाममा फेरि फर्केर आउने सुविधाहरू पनि दिएको छ। र त्यसअनुसार धेरैजना नेपालीहरूले फेरि चाँडै कोरिया जाने उद्देश्य राखेर नाम परिवर्तन गरेर पासपोर्ट परिवर्तन गरेर भित्रिने भएको कारणले पहिलाको रेकर्डसँग मिल खानाले यस्ता खालका समस्या आइरहेका छन्। यदि हामी कोरियामा फेरि लम्ब समयसम्म राम्रोसँग बस्न चाहन्छौँ भने अलिकति पर्खेर तोकेको समय पछाडि वैधानिक तरिकाले आफ्नै रेकर्ड भएको नाम र जन्ममितिमा गइयो भने खासै समस्या केही पनि आउँदैन। जस्तो अहिले कोरिया भित्रिसकेका कामदारलाई यो 3 वर्षपछि कम्पनी परिवर्तन गर्दा धेरै किसिमको समस्याहरू, कति समयमा गर्ने, कति समयभित्र परिवर्तन गर्ने, आएको समयलाई कसरी मापन गर्ने भन्ने समस्या छ नि, यसलाई अलिकति खुलस्त बनाइदिनुहोस् न। पहिला के थियो भने धेरैजना साथीहरूलाई 3 वर्ष पुगेर बिचमा एकचोटि नेपाल गएर अथवा घर गएर फेरि आएर 3 वर्ष बस्ने चलनलाई चाहिँ कोरियन सरकारले अहिले परिवर्तन गरेर 4 वर्ष 10 महिनासम्म कोरियामा बस्ने नियम बनाएको छ। त्यसमा 3 वर्षसम्म हाम्रो एकैचोटि बस्ने अधिकार हुन्छ भने बाँकी 1 वर्ष 10 महिना कम्पनीको मालिकको अधिकारमा रहन्छ र हामीले अन्तिम 3 वर्षबाट 4थो वर्षमा प्रवेश गर्न चाहिँ पुरै मालिकको हातमा हुन्छ, हाम्रो केही पनि अधिकार हुँदैन। र त्योलाई हामीले राम्रोसँग आफू कोरिया छिरेको दिनदेखि 3 वर्ष पुग्न 90 दिन अगाडि नै साउसँग कुरा गरेर यदि साउले हामीलाई 3 वर्षदेखि 4थो वर्षमा कन्ट्याक्ट गर्न चाहेन भने 90 दिन बाँकी रहँदा हामीले कम्पनी परिवर्तन गर्नलाई साउसँग कुरा गर्नुपर्छ र त्यो गर्दाखेरि आफ्नो भिसा सिद्धिनलाई 45 दिन बाँकी रहँदाखेरि नै अर्को कम्पनी परिवर्तन गरिसकेको हुनुपर्छ। जस्तो कम्पनी परिवर्तन गर्ने सिलसिलामा
त्यही कम्पनीमा कार्यरत कुनै कोरियन व्यक्तिलाई निकालेको खण्डमा चाहिँ नेपाली कामदार अर्को उसले चाहिँ त्यो जुन कन्ट्र्याक्ट छ नि पुनः कन्ट्र्याक्ट गर्न नपाउने भन्ने कुरा छ, यसमा सत्यता के छ? कोरियन कामदारहरूको र वैदेशिक कामदारहरूको बिचमा एक किसिमको नराम्रो वातावरण नबनोस् भनेर कोरियन सरकारले पहिला आफ्नो जनताको कामको सुरक्षाको ग्यारेन्टी गर्छ। त्यही व्यवस्था अनुसार कुनै पनि कम्पनीमा कम्पनीको कारणले कोरियनहरूले जागिर गुमाउनु परेको छ भने त्यो कोरियनले जागिर गुमाएको 6 महिनासम्म कुनै पनि त्यो कम्पनीमा नयाँ विदेशीहरूलाई कन्ट्याक्ट गर्न मिल्दैन। यदि त्यसरी कन्ट्याक्ट गरेको खण्डमा कोरियनलाई निकालेर विदेशीलाई राख्यो भन्ने खालको वातावरण फैलिनु भएको हुनाले त्यसमा हामीले धेरै होसियार भएर आफ्नो बसेको कम्पनीमा कम्पनीले कोरियनलाई निकालेको छ कि छैन भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। विशेष गरेर हामी तेस्रो वर्ष पुगेका व्यक्तिहरूलाई यस्तो समस्याहरू आउन सक्छ। तेस्रो वर्ष पुगेर चौथो वर्षमा प्रवेश गर्ने बेलामा कम्पनीमा त्यसरी कन्ट्याक्ट भएन भने हामीले कम्पनी परिवर्तन गर्न पनि सक्दैनौँ र नयाँ कन्ट्याक्ट गर्न पनि सक्दैनौँ। यो चाहिँ जस्तो नयाँ कन्ट्र्याक्ट गर्न नसक्ने अनि यही बिचमा घरमा पनि आउजाउ गर्नको लागि 3 वर्षको समयमा त्यो 3 महिनाले कतिको असर गर्छ? घरमा आउजाउ गर्ने भनेको चाहिँ कम्पनी र कामदारको बिचको सम्झौताको कुरा हो र त्यसमा आफ्नो भिसा सिद्धिनुभन्दा 90 दिन अगाडि नै हामीले भिसालाई रिन्यू गरेर 1 वर्षलाई अरू रिन्यू गरेर छुट्टी लिएर आउन जान सकिन्छ। तर भिसा सिद्धिन 90 दिन बाँकी हुँदाखेरि आफू छुट्टीमा गएर आइयो भने पछाडि रिन्यू गर्न समस्या हुन सक्छ। जस्तो अहिले यहाँ इपिएसबाट आएका कामदारहरूलाई दुर्घटनाहरू पर्ने र त्यो दुर्घटनाहरू परिसकेपछि कहाँ कसरी सम्पर्क गर्ने जस्ता धेरै समस्याहरू देखिएको छ। यो बिचमा राजदूतावासबाट पनि एकजना श्रम सहचारी राख्ने भनिएको थियो, नाम पनि तोकिएको थियो दक्षिण कोरियाको लागि, त्यो पनि हुन सकेन। यसको लागि नेपाल सरकारले राजदूतावासले पहल कस्तो गरेको छ छैन? तपाईँले विभिन्न सङ्घ संस्थामा अहिले आबद्ध हुनुहुन्छ, यहाँ धेरैवटा सङ्घ संस्थामा पनि लाग्नु भएको छ, तपाईँको आफ्नो मूल्याङ्कन के छ यसमा? मेरो आफ्नो सोचाइमा अरू मुलुकहरूमा भन्दा कोरियामा बेग्लै फरक किसिमको संस्कृति, फरक किसिमको भाषा र फरक किसिमको कानुनी व्यवस्थाहरू भएको हुनाले नेपालबाट आएको नयाँ सहचारिकाले अथवा त्यस्तो हेर्ने व्यक्तिले तुरुन्तै हाम्रा समस्यालाई समाधान गर्न सक्दैन र राजदूतावासमा पनि अहिले केही स्थानीय रूपमा भएका कर्मचारीहरूले कोसिस नगरेका होइनन्, तर सीमित जनशक्ति र विभिन्न ठाउँमा छरिरहेको समस्याले गर्दाखेरि उहाँहरूलाई पनि अप्ठ्यारो परेको हामीले महसुस गरेका छौँ। विशेष गरेर यस्ता एक्सिडेन्ट भएका समस्याहरू अथवा कानुनी सल्लाहहरू चाहिँ हामीले नेपालबाट कोरियामा जाँदाखेरि नै धेरै रूपमा प्रशिक्षण दिनु उपयुक्त हुन्छ। र दोस्रो कुरो भनेको यस्ता कानुनी कुराहरूलाई नेपाली भाषामा पढ्नलाई र बुझ्नको लागि यस्तो कानुनी व्यवस्थाहरू गरेको भए राम्रो हुन्छ। तेस्रो कुरो भनेको स्थानीय रूपमा काम गर्ने सङ्घ संस्थाहरूसँग नेपाल सरकारले जोइन ह्यान्ड गरेर आफ्ना कामदारहरूको सुरक्षाको लागि अभियान चलाउन आवश्यक देखिन्छ। जस्तो थेजिकमहरू पनि कोरियन कम्पनीहरूले उचित मात्रामा दिइरहेको छैन भन्ने गुनासो कामदारहरूको छ, यसलाई कसरी पाउनु भएको छ? वैदेशिक कामदारहरूको इतिहासमा थेजिकम भन्ने लागू भएको भर्खर मात्रै हो। कोरियनहरूले विदेशीहरूलाई काम लगाउनुको उद्देश्य भनेको के हो त भन्दाखेरि लामो समय काम लगाएर थोरै पैसा दिने हो र थेजिकम भनेको हामीले काम नगरिकन 1 वर्ष पछाडि पाउने पैसा हुनाले सकेसम्म कोरियनहरूले थेजिकम दिन चाहँदैनन्। र त्यसको लागि हामीले कानुनी दायरालाई राम्रो बुझेर कम्तीमा पनि 5 जना भन्दा बढी कामदार भएको कम्पनीमा 365 दिनभन्दा बढी काम गरेको खण्डमा मात्रै थेजिकम पाइन्छ। तर 2011 सालको जनवरी 1 तारिकदेखि कन्ट्याक्ट गरेका कामदारहरूले चाहिँ 1 जना मात्रै कामदार भए पनि 50% थेजिकम उसले पाउन सक्छ। थेजिकम भन्नाले काम गरिसके पछाडि पाउने उपदानको रूपमा लिइन्छ। अहिले दक्षिण कोरियामा यफ्टु मार्फतबाट जति पनि व्यक्तिहरू आएका छन् यफ्टु भिसामा, त्यसको विभिन्न समस्याहरू जस्तो यहाँ आएपछि पनि घरजम गरेर बस्नेदेखि लिएर धेरै समस्याहरू आएका छन् भन्ने सुनिएको छ। तपाईँसम्म आएका समस्याहरू कस्ता छन्, त्यो कस्तो पाउनु भएको छ? वैदेशिक विवाह गरेर आउने सङ्ख्या धेरै छ कोरियामा, त्यसमा नेपालीहरूको सङ्ख्या अरू देशको तुलनामा अझै कमै छ। र समस्याकै कुरा गर्ने हो भने पनि
कोरियनहरूले दिने समस्याहरूमा नेपालीहरूको अलिक कमै देखिन्छ। तर पनि त्यसमा दुईटा कुराहरू प्रमुख छन्। पहिलो कुरो भनेको वैदेशिक विवाह के हो भनिकन नबुझिकन साह्रै हल्का तरिकाले विवाह गरेर जाने हामीमा पनि समस्या छ। र दोस्रो कुरो भनेको वैदेशिक व्यवहारलाई व्यवस्थित रूपमा अगाडि लिएर जाने कानुनी प्रोसेस कोरियामा केही पनि छैन। त्यसले गर्दा आउने सामाजिक, भाषिक, पारिवारिक समस्याहरू महसुस भएको मात्रै हो। वैदेशिक विवाहलाई हल्का सोचेर पैसा कमाउने आधारको रूपमा सोचेर गइयो भने कोरिया मात्रै होइन संसारका अरू देशहरू पनि दुःख पाइन्छ भन्ने महसुस गरेँ। हवस् त, हामीलाई समय दिनुभयो, यसको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद।